हिमानी शाह छोरालाई हातमा समातेर चाहे जेठ 19 गते कमलाजीको गणेशस्थान अगाडि दीप प्रज्वलन कार्यक्रममा होस्, राजा आऊ देश बचाउको नारा लाग्यो, हृदयेन्द्रलाई राजा बनाउन पर्छ भन्ने किसिमको त्यहाँ नारा लाग्यो र आज पनि हृदयेन्द्रलाई जुम्लामा जुन ढङ्गले त्यहाँका स्थानीयहरूले स्वागत गरे त्यो स्वागत हेर्दाखेरि चाहिँ त्यो अद्भुत छ र त्यो जनमानस हेर्दाखेरि वास्तवमै चाहिँ तपाईँ ज्ञानबहादुर शाहीले जुम्लामा राष्ट्रवादीहरूको माहौल कस्तो छ र राजालाई चाहने शक्तिहरूको संख्या कति छ, गणतन्त्र चाहने शक्तिहरूको संख्या कति छ भन्ने सन्दर्भमा आज उनले खेल देखाए। हेर्नुहोस् कि उनले आफ्नो शक्ति देखाए। आज ज्ञानबहादुर शाहीले हिमानी शाह र हृदयेन्द्र शाहलाई जुम्लामा जुन ढङ्गले चाहिँ तपाईँको कार्यक्रममा उपस्थिति गराएर चाहिँ एउटा राज संस्थाप्रतिको जनताको माया, जनताको चाहना, त्यो कुरा चाहिँ तपाईँको चाहिँ आम गणतन्त्रवादीलाई फेरि एकपटक झस्किने गरी चाहिँ तपाईँको चाहिँ देखाए। हिमानी शाह हिमानी ट्रस्टको कार्यक्रममा एउटा प्रसुति गृहको उद्घाटनको निमित्त जुम्ला जाँदाखेरि जुम्ला जुरुक्कै उठेको देखिन्छ। त्यो किसिमको स्वागत सत्कार चाहिँ आजसम्म पनि देखिएको थिएन, जुन आज अलौकिक रूपमा जुम्लामा देखियो।